केटाकेटीहरू अब भोलि हामी जाँदैछौँ, त्यही भएर आज सबै केटाकेटीहरूसँग खेलेको लास्ट भिडियो बनाइदिएँ। केटालाई नहाल्नु आँखाभरि पानी भएको थियो अघि। Don't do this. Baba! You can run like that. You can run like that. You can run him. I mean, run him. Ora? Man, I'm about to splash you. Oh, no, you're not. Nobody's looking at me. I will see at it. Baba! मलाई के होला? हेलो दाना फेरि भेट्न आउने हो खाने छ फेरि आउन सकिन्छ अब नआउनु पनि सकिन्छ हामी चाहिँ नर्थ क्यारोलाइना जाने बाटोमा एउटा स्वाम्प भनेको सिमसार क्षेत्र भेट्यो फिनिजी स्वाम्प नेचर पार्क भन्दो रहेछ अगस्टाको त्यहाँबाट उता गयो भने चाहिँ अथोराइज भेहिकल्स ओन्ली भनेको छ हामीले हाम्रो गाडी त्यहाँ राख्यौँ एकजनाले यहाँ राख्नु भएको रहेछ कसले हो अनि यो ट्रेल चाहिँ नेचर ट्रेल हो यहाँ चाहिँ मस्त हिँड्नु मिल्छ भ्यान एक्सेसिबल ए केटाको भिजिटर सेन्टर पनि अगाडि रहेछ त्यहाँ लेखेछ ओ त्यति ठुलो खतरा भेटाएको अनि भित्र कहाँ राखेको त हामीले यसो हुनु पऱ्यो नि लोया आफूलाई अनि हामीलाई ढिलो हुनु नपुग्नुलाई 3 घन्टा अघि कति चलाउनु बसिराखेको तिनीहरू त त्यहीँ ए यो उहाँ चाहिँ हामी सबाना गएको जस्तो टाइपको रहेछ है ए के हो छ यहाँ दामी छ है सुनसान होइन यहाँ चाहिँ बसेर खाना ओर्न हामीले उतै राखिहाल्यौँ कति राम्रो रहेछ भनेदेखि कसले ल्याङ छोरोले साह्रै राम्रो रहेछ त्यसलाई नि हिँडाउनु न त नि जान्छौँ हाम फाल्नु पर्ला के रहेछ के हो यहाँ पनि बत्ती छ मकै बारी जस्तो देखेको यो सबै हो ल जमजम वहाँ पुग्न छ 3 घन्टा अझै 3.5 घन्टा ड्राइभिङ गर्न छ अलि पर्छ पुगौँ अनि कति राम्रो रहेछ है भिजिटर सेन्टरको पछाडि यस्तो रहेछ यार राम्रो रहेछ बाथरुम कता छ हेर्नु बाँकी छ यस्तो राम्रो कति टास्क पुरा गर क्रोकोडाइल पनि छ त्यहाँ ल तिम्रो टास्क पुरा गर ओहो यो को यस्तो खतरा मान्छे क्रोकोडाइल माथि बस्दिनी कडा रहेछ तिमी त भिजिटर सेन्टर त बल्ल स्टार्टिङ हो नि त त्यति गरेर अझै यहाँबाट उता भित्र त के छ त्यही छ नि छायामा वाक गर्ने रहेछन् मान्छे बेस्ट ठाउँ रहेछ बेस्ट नेचरको लागि बेस्ट ठाउँ यार यस्तो हुनु पनि कि आफ्नो छेउमा कति आइन्थ्यो होला त्यता चाहिँ बर्डहरू छन् अरे धेरै कुरा खालको अनि एलिगेटर छ भने यसो हेरौँ त्यहाँ कस्तो रहेछ यति नै हो यहाँबाट धेरै छैन त्यहाँ अहिलेको वाक गर्न उता गयो भने नत्र यही हो एन्ड यहाँबाट हेर्ने हो माछाहरू पोखरी यही हो यी आहा भाइ साह्रै राम्रो यार
कस्तो राम्रो हो भनेको यो यो हाम्रो ऊ हो क्या यो घाँस यसलाई के पो उता चाहिँ पाइन्छ नेपालमा पनि पाइन्छ यसबाट ऊ बनाउँछन् के अरे गुन्द्री सुन्द्री बनाउने के भन्छन् यार त्यस्तै खालको हो कि तर सिरु जस्तो छ फेरि आहा यहाँ पिङ पनि भेट्यो है यी छोरी यहाँ छिन् यहाँ बसेर पिङ खेल्छन् अब यिनीहरू अर्को बन्ठो कहाँ आएको नि एक्लै हिँडिरहेको छ मम्मीलाई दुःख देखायो यता हिँड उता नहिँडेर हाम फाल्न खोज्छ साइडबाट हजुर कता पिङ खेलिरहेछन् त यिनीहरू कता पिङ खेलिरहेछन् त यी मान्छेहरू घुम्ने ठाउँमा आएर ट्रेल त खतरा रहेछ त बच्चाहरूलाई राम्रो ठुला मान्छेलाई राम्रो साह्रै हजुर चालो तिम्रो अगाडि अगाडि जाऊ त्यो लिन्छ भाग्छ फेरि त्यो कता गयो जतिसुकै जाओस् बाल्यो भने यता आउनै कर लाग्छ त्यसलाई त्यो त होइन हातले बल देखाउँछ हजुर ल अब हामी छोडेर गयौँ बाई बाई यो हामीले ठ्याक्कै हामी झापा जाँदाखेरि गाडीमा चाहिँ गाडीबाट साइडमा देखिन्छ क्या कोशी ब्यारेजतिर यो ठ्याक्कै यस्ता मान्छेहरू ऊ टिपिरहेको हुन्छन् सिँगडा टिपिरहेको हुन्छन् डुङ्गामा के गरिरहेको हुन्छन् त्यही हो क्या ठ्याक्कै सिमसार एक्ज्याक्टली यो रुखका लोलुन्द्रा चाहिँ यहाँको विशेषता रहेछ जोर्जियाको नत्र भने ठ्याक्कै सेम हो पहिलो स्टप सरप्राइज 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 देखेसँग ल खुवायो 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 ल ल ल खुवायो खुवायो नचिताको मान्छे नमस्कार यिनीहरू के गर्छन् भनेर यसो बाबुलाई खाना राखेर हिँडेको खै त लियमसँग यिनीहरूको भेट कस्तो हुन्छ भनेर हो कि ए रहेछ नि त खै हकी पनि छैन किन हो नमस्कार 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 सबै खै त अनि हकबारी न प्लिज ठ्याक्कै बर्थडेको दिन आइपुग्नु हामीलाई भेट्न दुईजनाको बर्थडे दिन यता पनि भ्लग आउँछ नि दादाले फेरि ल लिजिङ अफिसले हामीलाई धोका दियोस् हरामी हुँदो रहेछन् हामी हिजो गाडीबाट आउँदाखेरि टाइमभन्दा 7 मिनट ढिलो आइपुग्छौँ भनेको लिजिङ अफिस त बन्द हुन्छ एकजनाको लागि हामीले टाइम चेन्ज गर्दैनौँ भने अनि आज आइपुग्दा चाबी छैन 1 घन्टा कुर्यो अनि एकछिन फर्काएँ अनि ल पार्कमा ल्याइदिन्छु सरी भनेर अनि त्यसपछि एक दिनको भाडा नलिने भनेर यहाँ ल्याएर छोडिदियो हामीलाई कस्तो राम्रो ठाउँ जस्तो लाग्यो है पहिलो देखाइ हेराइमा अनि यहाँनिर चाहिँ पार्टी गर्ने ठाउँ छ पुरै बच्चाहरूलाई बर्थडे मनाउनु पऱ्यो र आफूलाई अपार्टमेन्टमा गर्न मन लागेन भने अर्को बच्चाहरू आइसक्यो खेल्नलाई त्यहाँ मन लाग्यो भने यहाँ पुरै पार्टी गर्ने ठाउँ छ त्यहाँनिर सजाउने बर्थडे सधैँको ब्यानर राख्ने यहाँनिर बार्बी नयाँ घरमा आइयो बाहिर पनि ठिक छ अफिसभन्दा अन्त कार्पेट रहेछ बाहिर हेर नि त्यसमा यो पनि यहाँ जङ्गल बाहिर मिठो लाग्यो मलाई मेरो फेभरेट भन्न थाल्यो फेरि कति बेला त कति पनि जोडिसकेको रहेछ है छोरी छोरी धेरै तलपट्टि ड्याङड्याङ हुन्छ अलिक कम ए राम्रो रहेछ राम्रै छ है म कार्पेट पनि राम्रै छ नयाँ जस्तो छ यो चाहिँ सानोमा पो रहेछ त ठुलोमा चाहिँ त्यस्तो रहेछ ए होइन दुइटै रुम चाहिँ सानो हो हो रुम चाहिँ सानो हो तर यतापट्टि एउटा यो देख्न पाइयो उतापट्टि होइन यतापट्टि यो अगाडि सबै हेर्नु कि मलाई त लोकेसन के त डरायो हरायो भने कता छ
कहाँ हो हरा कुन कोठा गएर हरा ए त्यहाँ रहेछ बाहिर यो चाहिँ अलिकति स्पेस खाइदियो अनि यसले आवाज आउने त ढोका लाग्छ आउँदैन हाम्रो प्याटियोको भित्र त्यो भयो बाहिर यस्तो छ क्या जङ्गल त अलरेडी छ नर्थ क्यारोलाइनाको मिस गरेको याद आइहाल्ने भयो प्लस यो त्यो हेर न कति जति दौडे नि भयो यो एरियामा पार्क जानु चाहिँ पारिपट्टि जानुपर्दो रहेछ अपार्टमेन्टको पार्क तर वारि पनि राम्रो यता पनि के गर्छ खुट्टा छिरायो नि उछिर्दैन के होला